नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आज हामीले मसुरो खेतीको बारेमा जानकारी दिन गइरहेका छौं यस भिडियो मार्फत। यस भिडियो हेरेर तपाईहरुलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। हामीले खासमा मसुरो खेती हामीले दुई तरिकाले गर्न सक्छौं। एउटा तरिका छ हामी खनजोत गरेर गर्न सक्ने भने अर्को तरिका हामीले रिले खेती तरिकाबाट पनि हामीले गर्न सक्छौं। हामीले अहिले खनजोत गर्ने तरिकाबाट यो भिडियो बनाएको होइन। हामीले खासमा रिले तरिकाबाट मसुरो खेती कसरी गर्ने भन्ने कुरा को लागि हामीले यो भिडियो बनाएको हो। र रिले तरिका खासमा हामीले बुझ्नु पर्दा एउटा बाली हार्भेस्ट नगर्दै अर्को बाली त्यही फिल्डमा रोपिन्छ भने त्यसलाई रिले खेती भनिन्छ, रिले तरिका भन्छ। अब यस तरिकामा हामीले हार्भेस्ट गर्नुभन्दा एक हप्ता अगाडि 5 देखि 7 दिन अगाडि त्यही बालीमा त्यही खेतमा हामीले अर्को बाली छर्न जान्छौं भने त्यसलाई रिले खेती गर्छ। जस्तै मसुरोहरु छर्ने अथवा हामीले कोदोहरु लगाउँछ, मकैबारीमा कोदोहरु लगाउने गर्छ। त्यो चाहिँ एकदम बेस्ट एक्जाम्पल हुन्छ रिले क्रपको लागि। अहिले हामीले रिले तरिकाबाट मसुरो खेती कसरी गर्ने भन्ने कुरा छ। र यो तरिकाबाट के हुन्छ त भन्दाखेरि जुन हामीहरुले धान बालीमा पानी पटाइराखेको हुन्छ त्यही मोइस्चरले मोइस्चरलाई एब्जर्ब गरेर यसरी यो मसुरो चाहिँ उत्पादन हुने गर्छ। एउटा मसुरो खासमा पानी धेरै सिंचाइ नचाहिने बाली हो र हामीले खनजोत गरेर मसुरो खेती गर्यौं भने त्यसमा एकचोटी सिंचाइ गर्नुपर्छ। धेरै पानी पटायौं भने यसलाई विल्टिङ हुने गर्छ। विल्टिङ भनेको ओइलाएर मर्ने गर्छ। त्यस्तो रोगहरु लाग्ने गर्छ। त्यही भएर हामीले मसुरोमा खासै पानी पटाउने त्यो धेरै पानी चाहिने बाली चाहिँ होइन मसुरो। र हामीले यसरी मसुरो खेती गर्दै गर्दा बिउको मात्रा हामीले एक कट्ठामा 1 किलो देखि 1.5 किलो सम्म बिउको साइज अनुसार हुन्छ। बिउ कति ठुलठुलो छ कि सानसानो मसिनो छ कि त्यो बिउ अनुसार हुन्छ। त्यही भएर 1 देखि 1.5 किलो एक कट्ठामा हामीले यसरी छर्न सक्छौं। यसरी छरिसकेपछि हामीले मलका कुराहरु आउँछ। मल चाहिँ 20 केजी नाइट्रोजन, 40 केजी फस्फोरस र 20 केजी पोटास हामीले हाल्नुपर्छ। र 20 केजी नाइट्रोजनलाई हामीले दुई भाग गराएर त्यसलाई एकचोटी पछि टप ड्रेसिङ गर्नको लागि हामीले 10 केजी सुरुमा हाल्ने र पछि 10 केजी पछि हाल्ने गरेर हामीले त्यसरी गर्न सक्छौं। र यसरी मसुरो खेती गर्दाखेरि हामीलाई फाइदा के हुन्छ त भन्दाखेरि खनजोत गर्न पर्दैन, सिंचाइको खासै आवश्यकता पर्दैन, हामीले त्यस्तो केयर मेन्टेनेन्स गर्न पर्दैन। खासै यसमा झारपातहरु त्यति आउँदैन। यो एकदमै बेस्ट तरिका हुन्छ रिले तरिकाबाट हामीहरुले खेती गर्दाखेरि र हाम्रो टाइम कन्ज्युमिङ हुन्छ, एकदमै फाइदा हुन्छ। तपाईहरुले पनि गर्न चाहनुहुन्छ भने यसरी गर्न सक्नुहुन्छ। यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई आफ्नो प्रतिक्रिया दिनु होला। र यो भिडियो मन परेमा भिडियोलाई लाइक, कमेन्ट र शेयर गरिदिनु होला। धन्यवाद यो भिडियो हेरेर साथ दिनुभएकोमा।